गणतन्त्रवादीहरू कति जिम्मेवार छन् जनताप्रति, सबै जनताको अधिकारप्रति भन्ने कुरा र राजावादीहरू कति उदण्ड अराजक र हिंसक छन् भन्ने कुरा एकै दिनका दुईटा कार्यक्रमले राम्रोसँग स्थापित पनि भयो र राजावादीहरूको अब करिब करिब उनीहरूले गर्ने गरेको होहल्ला र रणनीति पूर्णतः भने जस्तै गरी असफल भइसकेको छ। अहिले त हामीले भन्नु परेको छैन, अरूहरूले पनि भन्न थालेका छन् असफल भयो। त्यो भनेको नेपाली जनता सफल भयो। सङ्घीय लोकतान्त्रिक गणतन्त्रका पक्षधर र त्यसको नेतृत्वकर्ताको हैसियतले हामी सफल भयौँ। यो कुरालाई पनि हामीले आउने दिनमा पनि फेरि विभिन्न वितण्डाहरू मच्चिन सक्छन्, त्यसको लागि जनतालाई सचेत गर्ने, प्रतिक्रियावादी प्रतिगामीहरूलाई खबरदारी गर्ने जिम्मेवारी पनि तपाईँ हाम्रो काँधमा छ। तपाईँ प्रचार सेनाको जर्नल हुनुको नाताले तपाईँहरूको जिम्मेवारी अझ बढी संवेदनशील र गम्भीर छ। म यो कुरा पनि भन्न चाहन्छु।